हेलो गाइज, सबैजनामा मेरो नमस्कार छ। आज चाहिँ मैले हजुरहरूलाई हाम्रो माइती करेसामा फलेका काँक्राहरू हेर्न सक्नुहुन्छ। कति मजाको काँक्रा छ, झाल पनि राम्रै छ, फल्ने सिजन रहेछ। माइत आउँदाखेरि खान पाइयो। त्यता प्याज लाउनु भएको छ, मकै बारी पनि राम्रै छ। यहाँ धनियाँ पाके छ। मकैलाई चाहिँ पानी अस्ति हाल्नु भएको, हरियो भयो। त्यहाँ उखु छ, अमिलो छ, आँप छ, अनारको बुटो छ, खुर्सानीको बुटो छ। सब्जीहरू चाहिँ प्रशस्तै फलाइरहनु भएको छ। अहिले घर खानलाई भएको छ। यहाँ चाहिँ फर्सीको मुन्टा, कोलाई मनपर्छ हेर्नु। फर्सीको मुन्टा कति राम्रो छ। फर्सीको मुन्टा कोलाई मनपर्छ कमेन्ट गर्नु है त। कसैले बाख्रा चलाउनु भएको छ त्यतातिर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ कटहरको बुट छ, यहाँ उखु छ। उखु खाने बा आउनु है त सबैजना। एउटा मात्रै छ, बाडीचुडी खाम्ला। यहाँ चाहिँ यसलाई के भन्छन्, सिमी, लौरी सिमी भन्छन् कि के भन्छन्। यो चाहिँ झाल मर्न लागेछ। यसको चाहिँ फल यस्तो हुन्छ। यो चाहिँ मिठो। यसको चाहिँ दाना मात्रै खान्छन्, बोक्रा फाल्ने है छ। यो काँक्रालाई चाहिँ एक दिन चट्ट मिठो नुन खुर्सानी पिसेर खानुपर्छ ल। अनि हाम्रो यता छ बोडीबारी चाहिँ फल्दैछ। म हजुरलाई त्यही गरेर देखाउँछु ल, हेर्दै गर्नु होला। यो चाहिँ हाम्रो घर, माइती घर। यहाँ हिजो लाग्नु भएको थियो पानी, अहिले त मजाले फल्न लागेछ। कति मजाले फल्यो। हेर्नु बोडी, अर्ग्यानिक बोडी। अर्ग्यानिक बोडी कति मिठो हुन्छ, चोपिलो पकाउँदा। यत्रोमा फलाउनु भयो, कति फल्ने हो। ल हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन परे लाइक कमेन्ट गर्नु होला। अनि फलो पनि गरेर जानु होला है त। ल गाइज बाई, फेरि भेटौँला अर्को नयाँ भिडियोमा।